रातको करिब 11 बजेको थियो। काठमाडौँ विमानस्थलबाट गाउँ जाने बस अँध्यारो सडक चिर्दै अगाडि बढिरहेको थियो। म झ्याल बाहिर टल्किरहेका बत्तीहरू हेर्दै थिएँ। 5 वर्षपछि आफ्नै गाउँ फर्किने खुसी मनमा थियो, तर त्यो खुसीभन्दा धेरै ठुलो एउटा सपना थियो। मेरो झोलाभित्र केही कपडा थिए। आमाका लागि एउटा रातो साडी, बुबाका लागि घडी अनि एउटा रातो सिन्दुरको डिब्बा। त्यो सिन्दुर कुनै सामान थिएन। हो, त्यो सिन्दुर कुनै सामान थिएन। त्यो त 5 वर्ष अघि गरेको एउटा बाचाको प्रतीक थियो। उसको नाम थियो माया। हामी एउटै गाउँमा हुर्कियौँ, एउटै विद्यालयमा पढ्यौँ र एउटै भविष्यका सपना खोलामा खेल्यौँ। ऊ हाँस्दा मलाई संसार नै सुन्दर लाग्थ्यो। म उदास हुँदा ऊ चुपचाप मेरो छेउमा बसेर भन्थे, तिमी दुखी हुँदा मलाई एकदमै नरमाइलो लाग्छ। विदेश जाने अघिल्लो दिन गाउँको पिपलको रुखमुनि हामी अन्तिम पटक भेटेका थियौँ। उसले मेरो हात बलियोसँग समातेर आँसु पुस्दै भनिन्, तिमी जहाँ गए पनि म तिम्रै प्रतीक्षामा रहनेछु। मैले उसको निधार छोएर भने, म फर्किएपछि सबैभन्दा पहिले तिमीलाई दुलै बनाउँछु। यो मेरो बाचा भयो। हामी दुवैले भविष्यलाई जितिसकेका थियौँ, तर जीवनले हाम्रो बाचा सुनेन। विदेश पुगेपछि सपना होइन, सङ्घर्ष सुरु भयो। बिहानदेखि रातिसम्म 14-15 घन्टा काम, थकान, अपमान र एक्लोपन। कहिलेकाहीँ त ज्वरो आए पनि काम गर्नु पर्थ्यो, तर म हरेक दुःख सहन्थेँ, किनकि मलाई विश्वास थियो नेपालमा एउटी केटी मेरो बाटो हेरिरहेकी छे। सुरुका दिनमा हामी हरेक रात कुरा गर्थ्यौँ। ऊ आफ्नो दिन सुनाउँथे त म आफ्नो सङ्घर्ष सुनाउँथेँ। ऊ भन्थे, छिटै फर्किनु है। म भन्थेँ, अझै अलिकति समय, हाम्रो भविष्य बनाउँदैछु। समयसँगै कुराकानी कम हुँदै गयो। हरेक रातको फोन हप्तामा एकपटक भयो, हप्ताको फोन महिनामा एकपटक भयो अनि एक दिनदेखि उसको फोन नै बन्द भयो। मैले 100औं पटक फोनको प्रयास गरेँ, 100औं म्यासेज पठाएँ। हरेक बिहान मोबाइल हेर्थेँ, सायद आज उसको जवाफ आएको होला कि भनेर, तर कुनै उत्तर आएन। मैले आफैलाई सम्झाएँ, ऊ रिसाएकी होली, म फर्किएपछि सबै ठिक हुनेछ। समय कसैका लागि नरोकिँदो रहेछ। हो, साँच्चै समय कसैको लागि नरोकिने रहेछ। 5 वर्ष बिते, घरको ऋण तिर्यो, केही पैसा बचत भयो र अन्ततः म आफ्नो सपना बोकेर नेपाल फर्किएँ। बसबाट झर्ने बित्तिकै म सिधै उसको घरतिर लागेँ, तर गाउँ आज निकै अनौठो देखिन्थ्यो। चारैतिर झिलिमिली बत्ती बलिरहेका थिए, पञ्चे बाजाको आवाज गुन्जिरहेको थियो, मानिसहरूको भिड थियो। मेरो मुटु एक्कासी बेसरी धड्किन थाल्यो। त्यतिकैमा छिमेकी दाइले मुस्कुराउँदै भन्नुभयो, अरे तिमी आजै आयौ? आज त मायाको बिहे पो हो त। त्यो वाक्य सुनेपछि मेरो संसार एकैछिनमा सुनसान भयो। म केही बोल्न सकिनँ, सास नै अड्कियो। खुट्टाले आफै विवाह स्थलतिर डोर्यायो। टाढाबाट मैले उसलाई देखेँ, रातो साडी लगाएकी, सिउँदोभरि सिन्दुर भरेकी, अनुहारमा मुस्कान थियो तर आँखाभरि आँसु थिए। हाम्रो नजर केही सेकेन्डका लागि जुध्यो। त्यो नजरमा हजारौं अपुरा सपना थिए, हजारौं प्रश्न थिए र लाखौं शब्दहरू थिए, जुन हामी मध्ये कसैले पनि बोल्न सकेनौँ। म केही नबोली फर्किएँ। राति आफ्नो कोठामा एक्लै बसेँ। झोला खोल्दा त्यो रातो सिन्दुरको डिब्बा फेरि हातमा आयो। हात काँपिरहेको थियो। त्यसपछि मैले पुरानो मोबाइल चलाएँ, इन्टरनेट खोलेँ। अचानक 5 वर्ष अघिको एउटा नपढिएको म्यासेज देखियो। मैले धेरै वर्ष तिम्रो प्रतीक्षा गरेँ, घरको दबाब धेरै भयो। मैले धेरै पटक सम्पर्क गर्न खोजेँ, तर तिमीबाट कुनै उत्तर आएन। अन्तिममा परिवारको निर्णय स्वीकार्नु पर्यो। यदि कुनै दिन फर्कियो भने मलाई घृणा नगर्नु है। म आज पनि तिमीलाई नै मनैदेखि माया गर्छु, तर अब त्यो माया सम्झनामा मात्र बाँचेको छ। त्यो मेसेज पढ्दा मैले पहिलो पटक आफूलाई सम्हाल्न सकिनँ। म भक्कानिएर रुएँ। त्यो दिन मैले बुझेँ, कहिलेकाहीँ सम्बन्ध टुट्नुको कारण धोका हुँदैन, समय हुन्छ, परिस्थिति हुन्छ र नियति हुन्छ। मैले बिस्तारै सिन्दुरको डिब्बा खोलेँ। लामो समयसम्म त्यसलाई हेरिरहेँ, त्यसपछि फेरि बन्द गरिदिएँ, किनकि त्यो सिन्दुर अब कसैको सिउँदो सजाउने सपना रहेन। त्यो मेरो अपुरो प्रेमको अन्तिम सम्झना बनेर रह्यो। आज पनि जब कसैले मलाई प्रेमको अर्थ सोध्छ, म मुस्कुराउन खोज्छु, तर आँखामा आँसु भरिन्छ र म केवल यति मात्र भन्छु, कतिपय प्रेम कथाहरू धोका भएर मात्र टुट्दैनन्। समय, दूरी र परिस्थितिले अधुरा बनाइदिन्छन्। माया कहिले हार्दैन, तर कहिलेकाहीँ समयले जित्छ।